साइराम बच्चाहरू, अब आजको क्लास सुरु गरौँ। धेरै दिनपछि सुरु गर्न लाग्छौँ। वेलकम ब्याक। तर अब चाहिँ हामीले यो टाइम फिक्स गरेका छौँ है। नेपाल गएपछि पनि सन्डे चाहिँ 5 to 6 हामीले अब गर्छौँ है। सन्डे नट स्याटरडे है। अन्टिल एन्ड अनलेस अब फेरि गभर्मेन्टले चेन्ज गर्यो भने त हामीले स्याटरडेमा मुभ गर्नै पर्छ होइन। 7 o'clock गरौँला। त्यो भयो भने स्याटरडे 7 o'clock भयो भने चाहिँ सबै प्रोग्रामहरू सबै सकिसकेका हुन्छ। अनि 7 to 8 गरेर ऱ्यापअप गरौँला। तर अहिलेको लागि चाहिँ हामी सन्डेमै फोकस गरौँ 5 to 6 है। ल, लेट्स स्टार्ट विथ ओम 3 ओम है। अनि मेडिटेसन गर्दाखेरि चाहिँ आज सोहम गर्ने होइन। अनि तिमीहरूलाई अघि मैले भनिहालेँ, ढाड सिधा गर्ने, आँखा चिम्म गर्ने, दुईटा फिङ्गर पोइन्टर र थम जोइन गर्ने, 3 fingers, put it on your knee, but the 3 fingers should be pointing out of your knee है। ल, पहिले ओमबाट सुरु गरौँ। ओम 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 ओम। सर्वविघ्न विनाशाय सर्वकल्याणहेतवे पार्वती प्रियपुत्राय श्रीगणेशाय नमो नमः। मायादेवी प्रियपुत्राय श्री संजय साई नमो नमः। ॐ शान्ति शान्ति शान्तिः। गुरु ब्रह्मा गुरु विष्णु गुरुदेवो महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। ॐ शान्ति शान्ति शान्तिः। ॐ साईत्रयाय विद्महे संजय बाबाय धीमहि तन्नो सर्वा प्रचोदयात्। ॐ साईत्रयाय विद्महे संजय बाबाय धीमहि तन्नो सर्वा प्रचोदयात्। ॐ साईत्रयाय विद्महे संजय बाबाय धीमहि तन्नो सर्वा प्रचोदयात्। ॐ शान्ति शान्ति शान्ति। We go up to meditation. We'll carry on with it. Keep your back straight, your mind calm, relax your body, go into meditation form and start doing Soham.
Shanti, Shanti, Shanti. Whenever you are ready, rub both your hands together. Look up your eyes. साइराम बच्चाहरू सुबेको के भयो डिस्कनेक्ट भयो कि के भयो होला बत्ती गयो कि एकचोटि मेसेज पठाएको छ कि हेर्छु छैन ठिकै छ लेट्स कन्टिन्यू विथ क्लास अचेलको आयो ल उसको डिस्कनेक्ट भयो होला अचेलको आजभोलिको संसारमा मान्छेलाई भगवान छ कि छैन भनेर विश्वास गर्नको लागि होइन धेरै गाह्रो हुन्छ हामी आफ्नै वरिपरि पनि हेरौँ होइन आफ्नै फ्यामिलीमा पनि कहिले कहिले कस्तो हुन्छ भने यु फिल लेफ्ट आउट मान्छेले मानि त राखेको हुन्छ पूजा त गरिरहेको हुन्छ धुप त बालिरहेको हुन्छ तर जुन बाटोमा हामी हिँडेको छौँ एउटा गुरुको बाटोमा त्यो बाटोलाई बुझ्नलाई मान्छेले साह्रै गाह्रो मान्छ के है बुझेर पनि अन्धकारमा बस्छ बुझेर पनि आँखा चिम्लिन्छ उनीहरूलाई के हुन्छ भने गुरुहरूको डिस्कोर्सहरू सुनिराखेको हुन्छ हजारवटा गुरुको डिस्कोर्स सुनिराखेको हुन्छ हजार थरीको कुरा तर के त्यो गुरुको तत्व एब्जर्भ गरे हुन्छ त त्यो एउटा चाहिँ बिग बिग स्टेप हो रहेछ के गुरुलाई चिन्नु भगवानलाई चिन्नु भगवानलाई चिनेको मतलब चाहिँ गएर चाहिँ यतिकै पशुपतिमा गएर पूजा गरेर ए भगवान ल मलाई सुख शान्ति देऊ त्यो चिनेको होइन भगवानलाई त्यसको सिलसिलामा मैले अस्ति एउटा यस्तै युट्युब हेरिरहेको थिएँ फट्ट एउटा चाहिँ मलाई भिडियो आयो के अकस्मात त्यो कुनै पनि मैले सोचेर होइन कि केही पनि होइन के अनि त्यो दिन त्यतिखेर मलाई कस्तो भएको थियो भने मलाई अलिकति मनमा चाहिँ अशान्ति जस्तो भइरहेको थियो त्यो टाइममा होइन वाइ भन्ने क्वेसन आइरहेको थियो होइन मैले आफूले चाहिँ ओहो कस्तो चिनेको मान्छे रहेछ भगवानलाई कति रेस्पेक्ट गर्ने म जस्तै प्यारलली हिँडिराखेको रहेछ सोचेको थियो त्यो दिनसम्म तर समहाउ चाहिँ मलाई कुनै कुराहरूले डिस्टर्ब गर्यो अनि म एकदम छटपट्टिमा थिएँ त्यतिखेर ठ्याक्क लाएर चाहिँ मलाई एउटा भिडियो आइपुग्यो युट्युबको हो कि टिकटकको हो कि इन्स्टा हो कि के को हो एनिवे तिमीहरूले पनि देखाएको छ होला त तर मलाई त्यो त्यो चाहिँ यस्तो घत लाग्यो कि यस्तो छोयो त्यो भिडियोले होइन कि मैले तिमीहरूसँग तिमीहरूको क्लास स्टार्ट गरेको दिन म त्यो कुरा गर्छु भनेर त्यसलाई चाहिँ मैले माइन्डमा राखेर राखिरहेको थिएँ त्यसमा के भनेको थियो भने एउटा ठाउँमा एउटा राजा थियो अरे है अनि उसलाई पनि एकदम कन्फ्युजन थियो अरे होइन भगवान छ कि छैन होला भगवान छ भने भगवानले के गर्छ त भगवान छ भने उसको प्रेजेन्स हामीले कसरी अचिभ गर्ने त भगवान छ भने उसले के गर्छ त भगवान के हो त यो अनेक थरीको वाट एन्ड वाइ क्वेसन्सहरू त्यो राजाको मनमा आइराख्यो अरे के अनि एक दिन उसले के भन्यो अरे ल म मेरो प्रजाहरूसँगै सोध्छु यो कुरा मेरो प्रजाहरूसँग सोध्छु उनीहरूको रिप्लाई के आउँछ त्यसपछि म डिसाइड गर्छु वेदर आई वान्ट टु फलो गड अर नट भन्ने कुरा आएछ अनि अनि राजाले चाहिँ सबैलाई अनाउन्स गरिसेछ होइन ए ल प्रजा मलाई चाहिँ यो तीनटा क्वेसनले चाहिँ मलाई साह्रै दुःख दियो होइन मलाई यसको जवाफ चाहियो जसले चाहिँ मलाई जवाफ दिन सक्छ उसलाई मैले चाहिँ केही अवार्ड गर्छु भनेर अनाउन्स गर्छेछ अनाउन्स गर्छ्यो अब सिटिजनहरू त राजासँग यसै पनि डराउँछन् जनताहरू त होइन कसैले पनि जवाफ दिन्छु भनेर अगाडि आएन होइन
नआएपछि अनि एउटा सानो बालकले यो सबै सिचुएसन सिनारियो हेरिरहेको रहेछ। अनि उसले भनेछ, राजा म जवाफ दिन्छु, यो कुराको जवाफ म दिन्छु हजुरलाई। राजाले हेरेछ, यस्तो सानो बालक, ठुल्ठुलोहरूले कसैले केही बोलेको छैन, यो मान्छेले कसरी जवाफ दिन्छ होला भन्छ। ल बालक आऊ भनेर अनि आफ्नो दरबारमा बोलाउनु भएछ। बोलाएपछि त्यो बालकले एकदम स्विटली भनेछ के, ल मलाई जवाफ देऊ भनेर। किङ त अब अलिकति आफ्नो डिग्निटीमा होल्ड गरेर बसेको होइन। ल अब मलाई जवाफ देऊ भनेर भन्छ। अनि त्यो बालकले हाँसी हाँसी मुस्कुराएर के भनेछ भने, राजा हजुरले आज मलाई चाहिँ यहाँ गेस्टको रूपमा हजुरले बोलाइसकेको छ, हजुरले मलाई गेस्टको रूपमा ट्रिट गर्छिन्न भनेर उसको फर्स्ट क्वेसन त्यो भएछ है। भनेपछि हो त नि, तिमी त यहाँ मेरो गेस्ट भएर आछौ, के गरौँ ल, म तिमीलाई के गरेर स्वागत गर्न सक्छु त भनेपछि बालकले के भनेछ, मलाई चाहिँ एउटा तपलीमा लाइक डेक्चीमा चाहिँ मलाई चाहिँ हजुरले दुध ल्याइदिनुहोस् न भनेछ होइन। अनि दुध ल्याइदिनुहोस् भनेर भनेछ। अनि राजा त छक्क परेछ, अनि सानो बच्चा दुध माग्यो होला भन्ने भएछ। अनि ल दुध लिएर आइदिऊ, ल बालकको अगाडि दुध ल्याउनु पर्यो भनेर दुध मगाइयो है। अनि त्यसपछि 1 मिनट गयो, 5 मिनट गयो, 10 मिनट गयो, 15 मिनट गयो होइन। त्यो बच्चाले खालि त्यो दुधलाई चलाएको चलाइ गरेर बसिराखेछ। अनि त्यसपछि त राजालाई त झिझो लाग्यो होइन। अनि राजाले सोचेछ, के गरेको यो यस्तो तिमीले, खोइ मेरो जवाफ, यो हजुरकै त जवाफ हो नि। एउटा दुधबाट मक्खन झिक्नको लागि त हामीले चर्न गर्दा गर्दा त्यो दुधलाई त लाइक चर्न गरेर इदर चाहिँ योगर्ट बनाइन्छ अथवा चाहिँ त्यसको निकालेको तर चाहिँ जम्मा गरेर गरेर राखिन्छ। योगर्ट बनाएपछि त्यसलाई झास बनाएर त्यो झासलाई फेरि यसो मथेर बल्ल त्यो नौनी आएको चाहिँ छुट्याएर चाहिँ हामीले घिउ बनाउँछौँ भने भगवान पाउन यत्तिकै सजिलो छ त छैन। एउटा सानो बटरको प्रोसेस त यति बिग छ भनेदेखि भगवान जस्तो कुरालाई पाउनलाई त we have to try, we have to churn, we have to grasp what he is telling us. अनि पो भगवान पाउँछ त, यत्तिकै भगवान पाउँछ भनेर पाउँछ भनेर भनेछ। राजा त दङ्ग परेछ, ओहो यस्तो सानो बच्चाले यस्तो ठुलो कुरा गर्यो आज भनेर। ओके तिमीले मलाई यसको त तिमीले जवाफ दियौ, ल ठिक छ होइन। हामीले आफूले गडको फुटस्टेप्समा वक गर्न थालेपछि मात्रै हामीले गडको तत्त्व बुझ्छौँ। यो पनि ठिक बन्यो तिमीले, तर मलाई सेकेन्ड कुराको आन्सर देऊ भनेर उसले के अरे राजाले भन्छेछ होइन। अनि राजाको सेकेन्ड कुरा के थियो त, भगवानले गर्छ के त, भगवान त मानेम हामीले होइन, भगवानले चाहिँ गर्छ के त भन्दाखेरि अनि त्यो बालकले के भनेछ भने, ल सरकार हजुरलाई भगवानले के गर्न सक्छ भनेर हजुरले क्वेसन गर्छियो, मसँग आइसियोस्, मलाई एउटा चाहिँ अँध्यारो रुममा जानु पर्यो भनेर, तर हजुर पनि आउनु पर्यो भनेर बालकले बोलाएछ। अनि त्यसपछि बालकले त्यो रुममा गएपछि के भनेर भनेछ भने, यो रुम यस्तो अँध्यारो छ, हजुरलाई यो रुमबाट अन्धकार हटाउनु छ भने हामीले के गर्नुपर्छ भनेर क्वेसन गरेछ। अनि राजाले भन्छेछ दियोहरू अथवा क्यान्डलहरू बाल्नु पर्छ। अनि बच्चाले के भनेछ, मलाई एउटा म्याचस्टिक दिनु, सिर्फ एउटा म्याचस्टिक दिनु भनेर मागेछ। अनि त्यसपछि उसले चाहिँ म्याचस्टिकले सलाइले बाल्यो होइन, कोठा त उज्यालो भयो होइन।
अनि त्यसपछि के भनेछ बच्चाले भने, हेर्छियोस् यो सानो सिंकाले पनि अन्धकारलाई उज्यालोमा लग्न सक्छ। अब हजुर नै विचार गरिबक्स्योस्, भगवानले यत्रो हामीलाई क्रिएसन त्यहाँ छ, यत्रो सूर्यको उज्यालो दिएको छ, यत्रो विजडम दिएको छ। दिस इज व्हाट गॉड क्यान डू। गॉडले त्यस्तो गर्न सक्छ। हामीलाई चाहिँ डार्कनेसबाट लाइटतिर गर्न सक्छ। अनि गाइड कसरी गर्न सक्छ? टुवर्ड्स ट्रुथ एन्ड राइटियसनेस। धेरै चाहिँदैन भगवानको लागि। एउटा जागो सानो सिंकाले यस्तो उज्यालो पायो भने हामी त कति भाग्यमानी छौँ। यो गर्न सक्छ हामीलाई भगवानले, गाइड गर्न सक्छ हामीलाई, हामीलाई बाटो देखाउन सक्छ भगवानले भनेर जवाफ दिएछ। अब फाइनली लास्ट क्वेसन आयो। राजा त दङ्ग पर्यो, ओहो हो त नि, हामीले त त्यो बाटो नै लागेन भने त हामीले कसरी थाहा पाउँछौँ? सिक्नु त हामीले पर्छ, विजडम त हामीले लिनुपर्छ, ब्राइटनेस त हामीले देख्नुपर्छ भन्ने राजा त्यो कुरामा पनि दङ्ग पर्सेछ। लास्ट क्वेसनमा भनेछ, व्हाट इज द पावर अफ गॉड? मसँग पो पावर छ त, किङले भन्छेछ। मसँग पावर छ, गॉडसँग के पावर छ? के गरेछ त गॉडले भनेर क्वेसन गरेछ राजाले। अनि बच्चाले फेरि कस्तो नम्र विनम्र रूपमा राजालाई एउटा क्वेसन गरेछ। आर यु आस्किङ मी दिस क्वेसन एज अ किङ or as a student? किनभने त्यो बच्चा त अहिले रिप्लाई गर्न गइरहेको थियो। ऊ हजुरले मलाई चाहिँ यो हजुर राजा भएर क्वेसन गरे हो कि यो मलाई स्टुडेन्ट भएर क्वेसन गरे हो? राजाले के भन्छ? आई एम आस्किङ यु दिस क्वेसन एज अ स्टुडेन्ट, एज योर स्टुडेन्ट भनेपछि बच्चाले भनेछ विनम्र हिसाबमा, राजा त्यो थ्रोन छोडेर आइसियोस् त तल, किनभने बच्चा त फ्लोरमा बसेको थियो हैन, राजा त थ्रोनमा उसिन्थ्यो। अनि उसले विनम्र हिसाबले, मायालु हिसाबले हाँसी हाँसी हात जोडेर भनेछ, हजुर त्यो थ्रोन छोडेर तल आइसियोस् न एकचोटि भनेछ। अब राजाले त म तिमीलाई चाहिँ एज यो स्टुडेन्ट भनिसकेको छ, गुरुलाई त मान्नु पर्यो। राजाले थ्रोन छोडेर आइसेछ तल। राजाले छोडेर आएपछि अनि ओके यहाँ मसँग बसिबक्स्योस् भनेर राख्यो बच्चाले। अनि आफू जुरुक्क उठ्यो, आफू गएर थ्रोनमा बस्यो है। राजाले भने, ए बालक के हो यो, कसरी तिमी चाहिँ मेरो थ्रोनमा बसिरहेछौ? मलाई किन यहाँ भैमा राखेर तिमी चाहिँ आफू अर्डिनरी एउटा मान्छे चाहिँ गएर थ्रोनमा बसेका छौ भनेर सोधे। फेरि उसले विनम्र रूपमा भन्यो, दिस इज द पावर अफ गॉड। He can turn a king into an ordinary man, and he can turn an ordinary man into a king, even if it is for a second. अब यो स्टोरीको एसेन्स के हो त? Let God enter your life. Don't try to evaluate God. Do not resist his guidance. जे हुन्छ हुन देऊ। अनि सबभन्दा इम्पोर्टेन्ट, गॉडको विजडमलाई आफू थ्रु, आफ्नो एक्सन्स थ्रु, आफ्नो वर्ड्स थ्रु फ्लो गर। अनि त्यसपछि जब हामी कुरा गर्छौं नि, भगवान बाबाको कुरा मैले तिमीलाई जहिले पनि भन्छु, भगवान बाबाको कुरा विचार गर, मन्थन गर, दिमागमा राख, इभ्यालुएट गर, जज नगर। किनभने बाबाले
चिनी गुलियो छैन, नुनिलो छ भन्यो भने नुनिलो छ भनेर ल्याऊ, किनभने त्यसमा एउटा रिजन हुन्छ भनेको। जहिले पनि त्यसमा एउटा बिहाइन्ड द सिन एउटा रिजन हुन्छ। बुझ्यो? डोन्ट बी द जज। बाबाले पिटी बक्स्यो भने एउटा गालामा पिटी बक्स्यो भने अर्को गाला थाप। त्यति सरेन्डर तिमीहरूले गर्न सक्यो भने you will cross the ocean, because you are trying to live his teaching, and that is when you will find out that God never ever lets you down. भगवानले तिमीलाई कहिले पनि दुःख दिँदैन। हो, हाम्रो कर्म लिएर आएको हुन्छ। कहिले कहिले मलाई भन्छन् मान्छेहरूले, लाइक स्पेसली मैले कोही नयाँ मान्छेसँग कुरा गरेँ भने, अनि कर्मैको कुरा हो भने त किन गर्ने? तर त्यो कर्म काट्नलाई पनि त आफूले केही त गर्नु पर्यो नि त। आफ्नो तर्फबाट पनि त भगवानलाई केही दिनु पर्यो नि त, सरेन्डर। नभए त पशुपति त हामीसँग सधैँ ओइसिन्छ नि। पशुपतिले हामीलाई किन सेभ गर्छेन त? हाम्रो पुर्खाहरूलाई किन सेभ गर्छेन त? भगवान भनेको यो होइन कि उहाँले जे पनि गर्न सकिन्छ, किनभने भगवानले पनि आफ्नो कर्म भोग्नु पर्छ। शिरडी साई बाबाले पर्यो, सत्य साई बाबाले पर्यो, शिवले पर्यो, विष्णुले पर्यो, ब्रह्माले पर्यो, देवीहरूले पर्यो भनेपछि हामी को र नभोग्नु पर्ने? What we have done in the past, God will try to make it less for us, to make us happy as and when we are alive, while we are on earth. त्यति विश्वास गर भगवानमा, त्यति सरेन्डर गर भगवानमा, अनि न भगवान पाउँछौ। आज मलाई भगवानसँग म यहाँ 6 महिना बसेर आएँ। 6 महिना बसेर आउँदाखेरि पनि मलाई अझै त्यसको तृष्णा पुगेको छैन। मलाई ब्याक कहिले आउँ भनेर भइरहेको छ। त्यो मैले प्राइड अथवा इगो अथवा चाहिँ ओहो भगवान बाबाका बस यस्तो भनेर भनेको होइन। फेरि त्यो एउटा पुल, जुन त्यो मेरो आत्मा चाहिँ परमात्मालाई जुन त्यो जोडिन खोजिराखेको छ, त्यसको पुल हो यो। तर त्यसको बिहाइन्ड मेरो त्याग देखाएछ तिमीहरूले। मैले खाएको गालीहरू सुनेको छ तिमीहरूले, छैन नि? अनि मलाई याद दिलाउँछ के कहिले कहिले, ओम शान्तिमा गयो रे बिग्रियो रे मान्छे, कृपालु महाराज कहाँ गयो रे बिग्रियो रे मान्छे। थुप्रै यस्तो स्टोरी सुन्थेँ मैले। अनि मैले आफूलाई भन्छु, आज त्यो बाबा कहाँ तेरो आफ्नो समर्पण सरेन्डरले गइस् भने सायद तँलाई पनि त्यही भन्लान् मान्छे। तर जज को हो त? म हो, मेरो लाइफ हो, मेरो पुलिङ हो, मेरो सरेन्डर हो। त्यति त मैले गर्न पाउनु पर्यो नि। मैले डराएँ भने त म अगाडि बढ्नै सक्दिनँ। दिस इज द टाइम आई हेभ टु बी स्ट्रङ। त्यो किङको पनि त्यही सिचुएसन थियो। उहाँलाई डगमगिएको विश्वास अविश्वास, विश्वास अविश्वासमा थियो। विश्वास हुने मान्छेले कहिले पनि क्वेसनै गर्दैन, तर डगमगिएको विश्वासले 24/7 आफ्नो माइन्डमा क्वेसन लिएर बसेको हुन्छ। इज इट ट्रु? इज इट नट ट्रु? के बाबासँगै आएको मान्छे लाइक थुप्रै मान्छेमा पनि what he is doing right भनेर ग्यारेन्टी साथ भन्ने कति मान्छे छ होला त? ल तिमीहरूको आफ्नै सर्कलमा हेर। साँच्चीकै तिमीले क्वेसन गर्ने हो भने नि, त्यसले साँच्चीकै तिमीले आफूले आफैलाई डाउट गर्न थाल्छौ फेरि।
यदि प्रश्न खोज्ने हो भने, जवाफ खोज्ने हो भने। तर तिमीहरूले सरेन्डर गर्छौ भने लेट इट बी, त्वम शरणम मम, त्यसरी गर। बुझ्यौ? ल, लेट्स स्टार्ट द मोरल अफ इट। के बुझ्यौ यो स्टोरीबाट? तिमीहरूको आफ्नो एउटा लाइफको एक्सपिरियन्स पनि भन। मैले बोलेको कुरा मलाई नै आन्सर होइन कि मैले के गरेर म चाहिँ बाबाका गइरहेको छु, तिमीहरूको एक्सपिरियन्स पनि मलाई आज भन ल। कसले स्टार्ट गर्छ? तिमीहरूको थुप्रै छ, तिमीहरूले मलाई भनेको कुराहरूबाटै मलाई थाहा छ कि तिमीहरूको थुप्रै एक्सपिरियन्स छ। कपिलको पनि छ, मलाई कति ठाउँमा कपिलले भने पनि छ, मैले कपिललाई यो बाबाको आशीर्वाद पनि भनेको छु, यो भएर भएको पनि भनेको छु। सुबे र सुबुको त झन् मलाई कतिचोटि सुनाएका छन् होइन। तिमीहरूको एक्सपिरियन्स छ, तर रियलाइजेसन हि इज गड भन्ने किन तिमीहरूलाई रियलाइजेसन भयो त? तिमीहरू किन भगवान बाबा भनेपछि लाइक स्पेसली सुबे र सुबु होइन, तिमीहरू त सानोदेखि नै बाबासँग यति भएर कपिल त अब अझै पनि अलि लेटर इन लाइफ आयो बाबाका होइन। तर सुबे र सुबुको त एकदमै राम्रो एक्सपिरियन्सहरू छ जुन चाहिँ मलाई पनि टच गरेको छ, तर तिमीहरूले त्यो ल्याउन सकिरहेको छैन। ल, आज यो प्लेटफर्ममा तिमीहरूले लिएर आऊ। सुबे भन्नु लाज लाग्छ, आमालाई त थाहा छँदैछ नि। हो, लाज लाग्छ भन्ने कुरै आउँदैन। आफ्नो भगवानको बारेमा कुरा गर्न लाज लाग्नुहुन्छ? भन न। एक्चुअली भगवान बाबा गिभ मी अ रिबर्थ होइन, विभूति म्यानिफेस्ट गरिदिनु भयो, दिशा थियो। अनि अझ घरमा हस्पिटलमा सवारी भइसकेको थियो, उहाँको सवारी भएको थियो, आइसकेको थियो। अनि लाइक द्याट, अरू पनि त्यस्तै हो उहाँको बारेमा। के भयो त? कसरी रिबर्थ दिइस्यो भनेर त भन्यो, तर भनौँ न, मलाई पो थाहा छ त होइन, मलाई पो थाहा छ। हजुर, बट इफ यु वान्ट टु एक्सप्रेस इट टु अ भेरी नर्मल पर्सन हु डज नट इभन have any connection with Bhagwan Baba, how would you tell that person? How would you try to say he is God, he is my God भनेर प्राइडले कसरी भन्न सक्छौ त तिमीहरूले? त्यो पनि भन्नु पर्यो त। what did you do? Yes, he did it, he gave you life होइन, तर कसरी हजुर। दिस्यो त? के सिचुएसनले तिमीलाई चाहिँ he is my God भनेर त्यस्तो गर्व गर्यो त तिमीहरू? लाइक म चाहिँ फर्स्टमा एकदमै नियरली द्याट के अरे मर्न लागिसकेको अवस्थामा पुगिसकेको थिएँ। तर कोइन्सिडेन्टली उहाँ हुनुहुन्छ भने थाहा पाएँ। अनि आश्रममा पुगेपछि विभूति फर्स्टमा चाहिँ विभूति म्यानिफेस्टेसन भयो उहाँबाट। अनि त्यसपछि एक्कासी बर्थ लाइफ आएको जस्तो भयो कि ममा। द्याट्स द मेन पोइन्ट। अनि त्यसपछि कन्टिन्यू हुँदै गयो उहाँको सबै चमत्कारहरू भनौँ न। miracles in your life. धेरै थियो। And that's why I have a strong belief in him, faith in him. Well done, well done, well done. Okay. अनि while you are on it, आजको स्टोरीले होइन तिमीलाई के हजुर। मोरल दियो त? के सिकायो त आजको स्टोरीले? There is a great importance of God in our life. He can do anything. Like life changes very. It can be up and down. Life is like it. ठुलो मान्छे सानो हुन सक्छ, सानो मान्छे ठुलो हुन सक्छ भने जस्तै त्यही हो। God can do भगवानले anything चाहनु भयो भने। भने जे पनि हुन सक्छ हाम्रो जिन्दगीमा। We should have strong belief in God. एक्ज्याक्टली, सरेन्डरको कुरा आयो होइन? हजुर। ओके कपिल, थ्याङ्क यू सुबे। कपिल Okay, thank you. So
In my experience, मलाई चाहिँ के लाग्छ भने चाहिँ being in this class was because of Bhagwan Baba, and I got to connect with you, be in this class. This is all because of Bhagwan Baba. I feel that because previously, before joining the school, Sai school, I didn't believe in God or something just like that. I just thought that it was some kind of fraud or something. But later on, as I just entered the class, school, and later on got into this class, I got the deep meaning of that. And yeah, in difficult situation, he guided me. And yeah, this is the most important thing, I guess. You're forgetting one of the most important thing as well. Like, do you remember you told me that when your dad expected you to go to the school, you didn't want to. You had few experiences. Do you want to share that as well? Could you repeat it again? स्कुलमा गएको बेलामा तिमीलाई होइन भित्र जाँदाखेरि मलाई यहाँ पढ्ने कि नपढ्ने बाबाले लग भनेर लक्ष्य थियो क्यान यु शेयर दैट एज So वेल yeah, okay. Going to Sai school was not my decision, so my father made it, and I normally give my entrance examination, and so fortunately I was able to crack that as well. And as I got into the school, my first day wasn't great at all because I didn't wanted to be over there, and I didn't like the environment as well because that was my first time, and I like too heard from spiritual other for people. you. Yeah, yes, and that was my first experience. No, so at that point, like I had heard many rumors from others as well that this school is not great at all, and like the students are manipulated over here. And at that point, like I was kind of trusting the rumors, but as I got into the school, I feel like this was one of the best decisions that I ever did. And I even suggest some of my siblings or like younger siblings to join this school. But to be honest, like they are also on the rumors. They also feel like that school is not great at all. So yeah, being in the school was an unexpected thing for me. But later on, as I got passed out from the school, still now I remember the school and feel like I could be more over there. Very good. Very good. Thank you. And as about the moral of the story today that I shared with you, what would you like to say? So the moral would be you shouldn't be very much pride, and like you shouldn't have much ego about your position. And if God enter your life, don't evaluate it. And one thing, like if you believe in God, then have strong belief in that. And another thing is, if you don't have, then don't believe at all. Just don't be at the middle, and just don't think that if this is true or not. Just don't try to assume everything. If you believe it, then yeah, go on it. But if you don't, then completely not. Let him flow through you. Yeah. Very good. Very good. Thank you. Subhu. I'll start with the moral. So your storyबाट चाहिँ मलाई बाबाले भन्छ एउटा कुरा मात्र याद आयो ईश्वरको अनुग्रह भए नवग्रहले पनि केही बिगार्न सक्दैन अनि त्यही हो द्याट्स द पावर अफ गड अनि अर्को भनेको हजुरले कर्मको कुरा गर्नुभएको थियो अनि त्यसमा चाहिँ लाइक अस्ति बाबाले बुद्ध जयन्तीको दिन पनि प्रवचनमा भन्नुभएको थियो कि इभन भगवानले त कर्म लाग्छ भने इभन इफ God needs to face his karma. We're just a human. तर जस्ट यति हो कि हामी भगवानको फुटस्टेपमा हुँदा चाहिँ हामीले जे जति प्रब्लम छ त्यो लेसन हुन्छ हामीले त्यो पेन फिल गर्दैनौँ हामीले त्यो बर्डन फिल गर्दैनौँ जे हुन्छ त्यो स्मुथली जान्छ द्याट्स द मोरल आई फिल अनि अबाउट माई एक्सपिरियन्स मेरो फुल लाइफै अब सानैदेखि लाइक 3-4 इयर्सको हुँदादेखि म बाबाको अब अर्गनाइजेसनसँग कनेक्टेड छु आश्रमसँग कनेक्टेड छु सो त्यस्तो धेरै नै छ अब स्टार्टिङमा जाँदा मलाई पनि अब म बुझ्दिनँ थिएँ भगवान्को के हामी जहिले पनि लाइक स्ट्याचुहरू नै
बुझ्थ्यौ नि त अनि कसरी हुनसक्छ के हुनसक्छ त्यो हुन्थ्यो तर कहिले पनि त्यस्तो लाइक कसरी हुनुभयो भनेर शङ्का चाहिँ भएन किनकि बच्चैदेखि अब अफकोर्स आश्रम गएको कारणले मेरो बानी थियो त्यो तर स्टार्टिङतिर खासै बाबासँग त्यति नजिक थिइनँ बट पछि म 3 क्लास हुँदाखेरि 3 होइन 1 क्लास हुँदाखेरि आई गेस 1 or 3 त्यस्तैमा बाबाले मलाई बोलाइस्यो एन्ड देन बोल्स्यो त्यहाँदेखि म लास्टै कनेक्ट भयो हो बाबासँग चाहिँ अनि मेरो लाइफमा टर्निङ पोइन्ट बाबाले इभन इन्भाइट पनि गर्नुभयो मेरो स्कुलमा आउनु भनेर अनि लक्किली बालकोटको स्कुल बन्दाखेरि चाहिँ मम्मीले सोध्नुभयो अनि म 1 मिनटमै ल ठिक छ म जान्छु भनेर भने किनकि मेरो बच्चादेखि ड्रिम पनि थियो बाबाको स्कुलमा पढ्छु भनेर अनि बाबाले अब इन्भाइट गरेपछि झन् हुन्छ नि अब त जानै पर्यो जस्तो हुन्थ्यो मलाई अनि तर हामी जाँदाखेरि चाहिँ अब कपिलको टाइममा डिफ्रेन्ट थियो तर हामी जाँदाखेरि चाहिँ इभन ग्राउन्डमा एकजनाले टेक्न सक्ने पनि कमिलाले टेक्न सक्ने समेत ठाउँ थिएन त्यति भिड थियो इन्ट्रान्स इक्जामको दिनमा अनि जुन वेमा क्वेसन आएको थियो आई थट मेरो नाम निस्किँदैन आई लस्ट माई चान्स जस्तो लाग्थ्यो मलाई तर लक्किली अगेन द मिराकल मेरो नाम निस्क्यो अनि बाबाले नि इन्टरभ्यू लिनुभयो अनि मेरो त्यसमा नि भयो अनि फर्स्ट डेमै बाबाले मलाई फुल माया पनि गर्नुभएको थियो अनि सिन्स देन अब स्कुलको जर्नी एउटा छुट्टै भयो तर मेरो लाइफमा बाबाको भन्दाखेरि पहिला सुरु त स्कुलबाट निस्किने बित्तिकै जुन म बिरामी परेँ इभन मेडिकल साइन्ससँग अब त्यसको ट्रिटमेन्ट छैन भनेर डक्टरले भनिसक्दा पनि म ठिक भएँ जस्ट लाइक बाबा सेट मेडिसिनबाट ठिक हुन्छ चिन्ता नले त्यसरी भयो तर त्यसमा सबभन्दा ठुलो मिराकल के थियो भन्दाखेरि म कहिले पनि आत्तिनँ और मलाई कहिले पनि त्यो डर भएन कि आई लुज माई लाइफ अर केही पनि त्यस्तो कहिले पनि भएन जहिले पनि आई वाज लाइक ठिक छ बाबा होइसिन्छ त जे भयो नि बाबा होइसिन्छ त अनि अनि हि गेभ मी अ सेकेन्ड लाइफ त्यसपछि मेरो एउटा लाइक रिबर्थ टाइपै भयो त्यो चाहिँ अनि म एक्कासी ठिक पनि भएँ अनि ड्यु टु हिज ग्रेस अनि त्यसै गरी आई फिल कि लाइक बाबाको मेरो लाइफमा चाहिँ हि हेज बिकम माई स्ट्रेन्थ द्याट्स द पावर अफ गड उहाँ एउटा फिजिकल फर्म भन्दा नि हि इज द स्ट्रेन्थ अफ अस लाइक आवर स्ट्रेन्थ अनि गड इज मोर अफ एन एसेन्स देन एन फिजिकल फर्म किनकि अब त्यो फिजिकल बडी त कहिले न कहिले त वी निड टु लिभ दिस फिजिकल फर्म नि त होइन र बिकज हामी सबैले एउटा सोल हो र गड भनेको चाहिँ स्ट्रेन्थ हो अनि म इभन कसरी इन्ट्रोड्युस गर्नुपर्दा पनि हि इज माई गड भन्छु किनकि उहाँ हुँदाखेरि इभन अब इफ म कुनै सिचुएसनमा छु जुनमा मलाई अब डर लागेको छ आई अलवेज प्रे अब इफ मलाई म स्याड छु भने बाबाको भजन सुन्छु इफ म कोहीसँग बोल्नु मन छ भने म बाबासँग बोल्छु एक्लै भयो भने म बोलिरहेको हुन्छु म प्रब्लम सेयर गरिरहेको हुन्छु त्यसै गरी अस्ति बुद्ध पूर्णिमामा मेरो अहिले लिगामेन्ट स्टेयर भएको छ सो मैले चाहिँ अब गएको थिएँ अनि मलाई पिरियड्स पनि भएको थियो त्यो बेला चाहिँ अनि आफूसँग बाबाको दर्शन पाउँदिनँ यताउता भने जस्तो भइरहेको थियो तर ठिकै छ जाम भनेर भित्र गएँ दर्शनमा अनि त्यो बेला चाहिँ अब मलाई आफै पनि एनर्जी त क्लास हुँदैन नि किनकि पिरियड्स हामीले नढोक्ने भनेर सिकेको छौँ नि त एनर्जी त क्लास हुँदैन यस्तो यस्तो पनि भइरहेको थियो तर फेरि बाबा आफै आएर बोल्नु भयो मसँग अनि त्यसपछि बाबा बोल्नु भएपछि चाहिँ उहाँले पनि बुझ्नुभयो होला नि त ल ठिक छ यसलाई चाहिँ त्यस्तो भइरहेछ भनेर अनि मैले पनि बाबा मेरो यस्तो लिगामेन्ट स्टेयर भयो होइन त्यसपछि बाबा पुरा मसँग एक्चुली लाइक एउटा फुल कन्भर्सेसनै भएको थियो हाम्रो बिचमा त्यो चाहिँ आफ्टर अ लङ टाइम रियली लङ टाइम त्यस्तो भएको थियो अनि बाबा पनि हाँसी हाँसी बोलिराख्नु भएको थियो अनि हाँसी हाँसी बोलिरहेको थियो अनि बाबा चाहिँ आफै ठिक हुन्छ त्यो चिन्ता नले त्यो हल्का टाइम लाग्छ मलाई एउटा गाइड दिनुभयो त्यसै गरी हरेक कुरामा एउटा गाइड दिनुभएको छ बच्चैदेखि लाइक यो गर्नु ठिक हो यो गर्नु ठिक होइन त्यसैले पनि वेन आई जज माइसेल्फ आई फाइन्ड माइसेल्फ डिफ्रेन्ट फ्रम अदर्स लाइक मेरो वरिपरिमा भएको अहिलेको लेट्स जेनजिज होइन आई गेस कि हामी साई युथहरू चाहिँ साई स्टुडेन्ट्सहरू चाहिँ वी हेभ सम डिफ्रेन्ट पर्सनालिटी अर्को कुनै एउटा क्वालिटी जुन हामीलाई चाहिँ डिफ्रेन्ट पार्छ त्यही भेरी गुड भेरी गुड भेरी गुड एकदमै राम्रो एक्सपिरियन्स होइन अब मैले चाहिँ अहिले चाहिँ के विचार मैले आज अलिकति चेन्ज गरेको क्लास किन भन्दाखेरि तिमीहरूले याद पनि गरेर च्यान्टिङहरू अलिक कम गरेर आइएम ट्राइङ टु फोकस बिकज वी हेभ बिन प्लानिङ टु डु 1 hour क्लास टोटल होइन अब 1 hour क्लास ठ्याक्क सकिने लाग्यो 2 minutes मात्रै बाँकी छ
त्यसको लागि चाहिँ मैले के गरेँ भने अब हाम्रो टोक चाहिँ अलिकति हाम्रो चाहिँ डिफ्रेन्ट बनाऊ भनेर के अब यो पछि अब सर्टेन टाइमसम्म होइन फेरि त्यसपछि चेन्ज गरौँला होइन प्याटर्न तर अहिले चाहिँ मलाई के फिल भयो भने नि हामी यति पढिरहेछौँ यति गरिरहेछौँ होइन हामी अस्ति एउटा सिचुएसनमा पनि पऱ्यौँ हामीलाई जहाँ ट्रबल भयो होइन त्यसबाट चाहिँ मलाई के रियलाइजेसन भयो भने आर वी रियली अन्डरस्ट्यान्डिङ हिम or we are just trying to do this class for fun त्यो एउटा मलाई बिग क्वेसन मार्क आयो के होइन अनि मैले सबैलाई भनेपछि रसुको चाहिँ प्रब्लमै रहेछ होइन रसु चाहिँ 8-9 बजीकन घर नआउने रहेछ मैले उसलाई के भनेको छु भने मलाई एउटा टाइम देऊ I'll sit with you and do class even if it's just for half an hour त्यो मलाई नेपालमा 8 बजे त म नेपालमा आएपछि त मलाई 8 बजे त प्रब्लम हुँदैन होइन मैले 8 to 8:30 गर्न सक्छु अथवा उसलाई चाहिँ अलिकति रिल्याक्स गर्न दिएर 9 o'clockबाट 9:30 गर्न सक्छु होइन त्यो उसलाई सायद बाधा हुँदैन हुन्छ आमा मा भनेकी छ होइन तिमीहरूलाई त्यसमा जोइन गर्न मन लाग्यो भने जोइन गर नभए म उसँग एक्लै बसेर भए पनि एउटा क्लास लिइदिन्छु भन्ठानेको छु के उसलाई नेपाल आएपछि चाहिँ होइन अहिले त होइन अहिले त मिल्दैन किनभने त्यहाँको 8 भनेको चाहिँ त्यहाँ 12-1 पद छ अब स्टार्टै गर्नुपर्ने हो भने त म गर्छु पनि मलाई त्यो टाइमले म्याटर पनि गर्दैन होइन हुन त अलिकति हेल्थ मलाई अलिकति केयरफुल हो भनेको छ अहिले होइन त्यो एउटा फ्याक्टर छ तर पनि विल गो अहेड इन सच अ वे द्याट आई वान्ट टु मेक स्योर द्याट वी आर नट डुइङ इट फर अस वी आर डुइङ इट फर द डिभाइन बुझ्यो मलाई त्यो अलिकति प्याटर्न अहिले चेन्ज गरेर बाबाको कुरा गर्न मन लागेको त्यो भएर हो अनि त्यसमा चाहिँ हामीले कहिले चाहिँ गणेशको कुरा गरेर गरौँला कहिले के गरेर गरौँला कहिले गणेशको भजन गरेर गरौँला but at the end of the lesson I would like it to be I would like it to end in such a way that we are all talking about him and his miracles and his divine blessing होइन more than miracles भने materialize को होइन कि miracles as in our life है त्यसको लागि चाहिँ तिमीहरू एभ्री लेसनमा चाहिँ प्रिपेयर्ड भएर आऊ है अनि त्यो भनेको मतलब यु डोन्ट ह्याभ टु टक अबाउट योर सेल्फ यु क्यान टक अबाउट अदर पिपल द्याट यु हेभ सीन द पिपल हु हेभ एक्सपिरियन्स्ड इट अब तिमीहरूको लाइफमा मामुको होला बाबाको होला साथीहरूको होला अथवा डिभोटिजहरूकै होला यस्तो यस्तो भएको थियो अरे बाबाको कृपाले यस्तो भयो अरे त्यो पनि इट्स फाइन इट डज नट ह्याभ टु बी it does not always have to be you or your story होइन तिमीहरूले कहिले कुरा गर्दा डिभोटिजहरूसँग केही भने होला मलाई यस्तो यस्तो भयो तिमीहरूले सुनेको होला कति कुरा होइन यो कन्भर्सेसन चाहिँ आई वान्ट टु एन्ड अप सरी नट कन्भर्सेसन द क्लास आई वान्ट टु एन्ड अप विथ हिज डिभाइन ग्रेस है अनि अब त्यो दिन तिमीहरूलाई बाबाकै बारेमा छैन भने पनि what can God do for us? What have you experienced that you are so attached to not the physical form but the spiritual form of God? Shiva होस् गणेश होस् जो होस् हाम्रो लागि बाबा सर्वेश्वर हैसिन्छ हैन every form of him is the form of Ganesh, Shiva, whoever comes into your life हैन or vice versa एउटा चाहिँ हामी यस्तो काम गरौँ कि यस्तो बोलौँ कि that it projects our passion for God बुझ्यो है ल अब हात जोड असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय मृत्युर्मामृतां गमय ओ शान्ति 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 समस्त जीवा सुखिनो भवन्तु समस्त जीवा सुखिनो भवन्तु
समस्त जीवा सुखिनो भवन्तु। ओम शांति शांति शांति। अन्यथा शरणं नास्ति त्वमेव शरणं मम। तस्मात् कारुण्यभावेन रक्ष रक्ष साईश्वर। रक्ष रक्ष जगदीश्वर। रक्ष रक्ष महेश्वर। ओम शांति शांति शांति। अब आरती गरौँ। कसलाई आरती पुरा आउँछ गर्न, च्यान्ट गर्न आउँदैन? आउँछ कि आउँदैन? यस आउँछ। आउँछ, किन नआउनु? आउनै पर्यो नि अहिलेसम्म। ल देखिएछ यो स्क्रिनमा, क्यान्डल देखिएछ। ओम जय संजय बाबा। ओम जय संजय बाबा। सत्य सनातन निर्मल, सत्य सनातन निर्मल, हे जग के दाता। ओम जय संजय बाबा। सुमधुर सुंदर वैभव कमल दले क्षण हे। स्वामी कमल दले क्षण हे। काषायाम्बर धारण, काषायाम्बर धारण, पंकज चरण नमो। ओम जय संजय बाबा। परम धाम परमेश्वर परमानंद नमो। स्वामी परमानंद नमो। परम पूज्य साईश्वर, परम पूज्य साईश्वर आत्मानंद नमो। ओम जय संजय बाबा। लक्ष्मी नारायण मूर्ति शुभदायक भगवान। स्वामी शुभदायक भगवान। सकल जगत के रक्षक, सकल जगत के रक्षक, मंगल कर प्रभु हे। ओम जय संजय बाबा। ओम जय संजय बाबा। ओम जय संजय बाबा। सत्य सनातन निर्मल, सत्य सनातन निर्मल, हे जग के दाता। ओम जय संजय बाबा। ओम जय संजय बाबा। ओम शांति शांति शांति। जय बोलो भगवान श्री संजय साई बाबा की जय। जय बोलो भगवान श्री संजय साई बाबा की जय। जय बोलो भगवान श्री संजय साई बाबा की जय। जय स्पर्श भगवान बाबा तुम शरणम मम। One last question. यो यो आरती किन गरे थाहा छ? भगवानको प्रसन्नता बनिरहोस् भन्नु।
भगवानको सदा ऊ बनिरहोस् पनि हो, प्लस भगवानकै लागि पनि गरे हो के हामीले। किनभने भगवानको आरती गर्दाखेरि हामीले फर्स्ट चाहिँ लाइक तलबाट माथि ल्याएर होइन हर अङ्गलाई होइन, जस्तो पाउ भयो, चरण भयो होइन, अनि त्यसपछि त्यो सिन्स भयो, नी भयो होइन, अनि जाङ भयो, थाइस भयो होइन, अनि बाबाको रक्षाको लागि लाइक इन्टेस्टाइन्सहरू होइन, त्यो 7वटा चक्रको जुन जुन स्पट्सहरू हुन्छ नि, त्यसलाई चाहिँ किप वेल भनेर होइन, लाइक यो चाहिँ यस्तो ह्याप्पी सङ हो होइन कि हामीले थ्याङ्क यू पनि भने हो के हाम्रो। वी आर सोइङ आर लभ टु गड, वी आर सोइङ आर लभ लाइक वी आर सेइङ थ्याङ्क यू टु भगवान के होइन। यो चाहिँ हाम्रो चाहिँ एउटा हामीले अब बाबा तिमीले त रक्षा गर्यो होइन, अब जस्तो भनौँ न फर एक्जाम्पल हामी डिस्कोर्सहरू सुन्छौँ बाबाको होइन, त्यसमा कसरी चाहिँ हाम्रो चाहिँ लभ एक्सप्रेस गर्ने भन्दाखेरि यही यो हाम्रो आरतीले चाहिँ हामीले एक्सप्रेस गर्छौँ के, बुझेन। अनि त्यो चाहिँ किनभने अरे वी आर भेरी ह्याप्पी विथ यु द्याट यु आर विथ अस होइन। अनि चाहिँ यु टेक केयर अफ एभ्री वान होइन, यु आर फुल अफ लभ, ट्रुथ, गुडनेस होइन, द्याट मेक्स अस भेरी 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 ह्याप्पी एन्ड वी फिल लाइक सिङ्गिङ दिस सङ टु यु बिकज यु आर माई प्रोटेक्टर, you are my friend, you are the guiding light for me. Please stay with me, please be with me, please guide me, like please everyone safe and happy होइन। अनि त्यसपछि अनि हामीले चाहिँ लास्टमा चाहिँ जयकार किन गरे भन्दाखेरि चाहिँ वी लभ यु गड होइन, विक्ट्री टु गड भनेको के तिम्रो दिन प्रतिदिन चाहिँ तिम्रो तिम्रो तेज चाहिँ सारा संसारमा फिजियोस् होइन। हेल टु गड भन्छ नि, त्यो जुन हाम्रो जिजसहरूलाई पनि भन्छ नि होइन, त्यो हेल भनेको चाहिँ त्यही हो के, थ्याङ्क यू गड भनेर जयकार गरेको है। यो हामीले पहिले पहिले कुरा गरेका थिएनौँ जस्तो लाग्यो। अस्ति मलाई एक दुईवटा क्वेसन्सहरू गराएमा ठ्याक्क मलाई आइडिया आयो के, ए यो त तिमीलाई भन्दाखेरि पनि राम्रो हुन्छ, वाइ आर वी डुइङ आरती, वाइ आर वी डुइङ जयकार भनेर भन्दाखेरि राम्रो हुन्छ भनेर मैले सम्झेर अनि यो आज मैले तिमीहरूसँग सेयर गरेको है। ल अब अर्को क्लासमा भेटौँला, आजलाई साईराम होइन, म पनि अब सुत्छु एकैछिनमा। अनि तिमीहरूको बाँकी दिन शुभ रहोस्, भगवान बाबाको कृपा रहोस्। अब अर्को दिन पनि फेरि हामी 5 बजी भेट्छौँ, तर अर्को ए होइन चेन्ज गर्यो, वेन्सडेलाई चेन्ज गर्यो। होइन सन्डे पनि छ, बिहानै छ सन्डे, बेलुका छैन, डोन्ट वरी। हाम्रो ऊ रोकिँदैन, क्लास रोकिँदैन। पहिले सन्डे गर्ने के गर्ने भने चाहिँ त्यो सन्डेलाई चाहिँ वेडनेसडे सारेको छ होइन, त्यसकारण चाहिँ हाम्रो क्लास रोकिँदैन है। ल अनि सबै मामु बाबालाई पनि साईराम भन्नु है। ल साईराम। शुभ पनि गएको हो गएछ।